बायर्न म्युनिक के गरेको यार हिजोको म्याचमा। बायर्न म्युनिक जब बुन्डेसलिगा टाइटलको नजिक जाँदै थियो, हिजोको होम म्याचमा बायर्न म्युनिक अलरेडी 2-0 को लिड लिइसकेको थियो र त्यो म्याच आफ्नै होम म्याचमा बायर्न म्युनिकले लास्टमा गएर 3-2 ले त्यो म्याच हार्यो र यो म्याचको टर्निङ पोइन्ट थियो पालिनियालाई दिएको त्यो फर्स्ट हाफको रेड कार्ड पनि थियो। मेरो विचारमा त त्यो कुनै एङ्गलबाट रेड कार्ड इभन येल्लो कार्ड पनि थिएन, त्यो जस्ट फाउल पनि थिएन, तर जे होस् एटलिस्ट फाउल दिन त ठिकै थियो, तर त्यो रेड कार्ड भने पक्कै पनि थिएन र यसकै नतिजाले यो म्याच हार्यो बायर्नले। र बायर्न फ्यान अनुसार थ्याङ्क यू सो मच लेभरकुजन, थ्याङ्क यू सो मच वर्डर। बायर लेभरकुजनलाई हिजो उनीहरूकै होममा गएर 2-0 ले हराएकोमा थ्याङ्क यू सो मच। फेरि पनि पोइन्ट्स ड्रप गरेकोमा बायर लेभरकुजनलाई। जो बुन्डेसलिगाका 3वटै बिग क्लब्सहरूले आफ्नो होम म्याच हारे, बायर्न म्युनिकले पनि हार्यो, लेभरकुजन अथवा डोर्टमुन्डले पनि आफ्नो होम म्याच हिजो हारे र डोर्टमुन्डलाई त यो सिजन के भएको 10 नम्बरमा छ यार बुन्डेसलिगाको। र जहाँसम्म मलाई लाग्छ इन्डसम्म पुग्दाखेरि डोर्टमुन्डले पक्कै पनि कमब्याक गर्नेछ, एटलिस्ट टपकोसम्म त आउन सक्छ, युएफए च्याम्पियन्स लिगमा क्वालिफाई गर्न सक्छ किनकि 7-8 पोइन्टको मात्र लिड छ टपकोसम्म पुग्नको लागि डोर्टमुन्ड 10 नम्बरमै भए पनि।